मध्य भागमा राखिएको इयु जसलाई नेपाल भाषामा थी भनिन्छ। नेपाल मण्डलमा रहेका 3 सांस्कृतिक नगरका बीचमा रही थी जस्तै अलि माथि उठेको भएको स्थान भएकोले यस स्थानलाई थिमी भनिएको हुनुपर्छ। यो नगरमा वर्षभरि मनाइने कुनै न कुनै चाडपर्व, जात्रा, विभिन्न परम्परागत नाचहरू, सांस्कृतिक सम्पदाहरूले विश्वसामु आफ्नो छुट्टै पहिचान बनाएको छ। यहाँ मनाइने सांस्कृतिक सम्पदाहरूमध्ये जात्राको विशेष स्थान रहेको छ। यसमा पनि बिस्का जात्राले मध्यपुरको शोभा बढाउन महत्त्वपूर्ण भूमिका खेलेको देखिन्छ। नेवार समुदायमा चाडपर्वहरू प्राय चन्द्रमासको तिथिअनुसार मनाउने गरिन्छ, तर बिस्का जात्रा सूर्यमास अनुसार मनाइन्छ। सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने चैत्र मसान्तमा लिङ्गो ठड्याउँदा सम्पूर्ण दुःख र शत्रु नाश हुने र वैशाख सङ्क्रान्तिमा लिङ्ग ढाल्दा अकाल अनिकाल नाश हुने गौतमी पुराणमा उल्लेख छ। भक्तपुरमा चैत्र मसान्तमा यो सिंह ठड्याएर जात्राको सुरुवात भएझै बोधैमा महालक्ष्मी मन्दिर अगाडि पनि हलिपता सहितको लिङ्गो ठड्याइन्छ। परापूर्व कालमा लिङ्गो ठड्याएर गरिने यो जात्रा भक्तपुरको टौमडी टोलखो यक्ष मल्लको नेपाल सम्वत 561 को शिलालेखमा विश्व जात्रा उल्लेख भएको पाइन्छ। अन्य विभिन्न अभिलेखहरूमा पनि विश्व जात्रा शब्दको प्रयोग भएको पाइन्छ। त्यसै विश्व जात्रा पछि विस्क्यात विशाखा हुँदै बिस्का जात्रा शब्दको प्रयोग भएको पाइन्छ। भाषा वंशावलीको भाग 2 मा उल्लेख भए अनुसार खट जात्राको सुरुवात जगज्योति मल्लले नेपाल सम्वत 734 देखि 757 मा गर्नुभएको हो। यही जात्रामा सयौं संख्यामा धिम्या बजाइन्छ। यो धिम्याहरूमध्ये आफ्नो छुट्टै पहिचान बोकेको धिम्या हो मु धिम्या। यस्तै भाषा वंशावलीलाई आधार मान्दा मु धिम्या लगभग 400 वर्ष भन्दा पुरानो मान्न सकिन्छ। सिद्धिकाली जात्राको मुख्य धिम्याका रूपमा रहेको यो मु धिम्या मध्यपुर ठिमी 5 तुलनानी स्वर्गीय तुलसी बहादुर पुन्से प्रजापतिको घरमा रहेको छ। मु धिम्यालाई प्रत्येक बिहान नित्य पूजा गर्नु पर्दछ र प्रत्येक साँझ बत्ती दियो बाल्नु पर्दछ भनी मु धिम्या छेका नकि सूर्यमाया प्रजापतिले बताउनु भयो। जी सुन्था टान्यो यहाँका पाम्पे हो निला कया या निला टान्यो निटे पूजा हो गुंगो ठान्यो अले बने मतबे हो या हो मुस्ते सय छम यो मुझे माने मुको अर्थ नेपाल भाषामा मुख्य भनिन्छ। त्यस्तै मुको अर्थ ठुलो स्वर भन्ने पनि बुझिन्छ। यसरी अन्य धिम्या भन्दा ठुलो स्वरमा बज्ने अनि सिद्धिकाली जात्राको मुख्य धिम्या भएकोले यसलाई मु धिम्या भनिएको हो। सिद्धिकाली जात्रा वाणिज्य जात्रा वैशाख 1 गतेको साँझको जात्रा सुरु हुनु पूर्व नायखिङ बाजाले लसोवै लिन आउने र सुदशीय जात्रा वैशाख 2 गतेको बिहान जात्रा सकिएपछि मु धिम्या लिततवे पुर्याउन गर्दछ।
यो धिमा सिद्धिकाली पुगेपछि मात्र जात्रा विधिवत रूपले सुरु हुने भएकोले पनि यस धिमाको छुट्टै महत्त्व रहेको देखिन्छ। सिद्धिकाली खतको अगाडि बसेर बोजाइने यो धिमालाई देव धिमाको रूपमा पनि पूजा गरिन्छ। मुढीमा सिद्धिकाली माताको आसन बासुकी नागराजको रूपमा पनि पूजिन्छ। त्यसैले पनि यो धिमाको चालसँगै सिद्धिकालीको खट जात्रा नागको चाल जस्तै हुने जनश्रुति रहेको छ। कसैलाई सङ्कट आउँदा विधिवत रूपमा भाकल पूजा गर्दा सङ्कट हट्ने र भाकल पुरा हुने विश्वासले भक्तजनहरू यस धिमाको पूजा गर्न आउने गर्दछन्। यसरी धार्मिक रूपमा दैवीय शक्ति रहेको यस धिमा बाजा अरू धिमा जस्तै जुनसुकै समयमा निकाल्न मिल्दैन, निकाल्ने गरिँदैन। माया शक्ति सिक्न बिनेफोन बाजा जवया ओके ढिङा ठाउलो चल्ला छ सिक्न सिका बाखायाला ठाउ वो ठाउ वोले जबस्ती थामोट वे थामोट न्यू ढिला जा ठाउ दुरिया वोले छिया वे दुरिया वो या वानो जडी जित छि पूजा ड्वाम जा ढिमा पूजा ड्वाम योले वो चाहिँ समय बजी पूजा दिया पूजा यांगा इन्सा फुगेगे छपे जल्दी वो या चाहिँ पूजा होला पिने फोन मेमे फोन हबनबा सोजुल्लासा मुडेमा यो दोस डल्या गोति वटा चाहिँ यहाँ हेला हेला यहाँ वहाँ बारे यहाँ वहाँ डलासा आना फुरो यो नन्द बालको पिने पुसान्या या आना चुका नडो सदा तो पुसा जग तया सर्वा खतम जीगा अथपला ते आकुला न्याने खेबुवा तापला खेबुवा हसा यसा सोसा पुसाया सचिका येना तेना आया उली धावगा जिपोन चछि खोया चालना जग पाउन्डे जियो तो एमी पाजबो फकत लडमार अबो फकत बबला बुन्दा मगा लाखी चिए त वया लाखी पटम सुफियो सब सुति मरागा एजुइला थाजा चिए त लगा जिमोजी ओली बतेने जिमो आइपे सा शिका छेवागा पूजा तयार चाना पूजा तयार पूजा वया छम फंगनी तिनी अक्सा जी थ बानसे जात्रा मुकुल जना सा यहाँ मु जमाले पुशास का थामल ताऊ वे तो पुशा मत कलर का पुशा लगा पुशा लगा जमा वो का छाव का याव अनाम से बिवास ब्यावा मथे शी तामत है सोम पेम से जगा छे ते लगा कर को फल्ला अल्लाह yang susu deh kami mungkin ngasuh boleh kan mau coba itu thaya wala putu mai kalau ni mau kota lagi ya ane cuma ya putu ya tanya wala mismo ya mazu thaya jula asia susu yang putu ya orang kenya ya cuma itu mau ni cuma itu deh wah nya sama dia jangan we ma thaya sama beda buat dia nya sama jangan we ma thaya cuma itu bukan ni Nggak tahu cuma orang ini punya ya, punya yang awang ini lah narawa, terlebih kalau narawa. सिद्धिकालीको तिसा गहना निकालेपछि साइड हेरेर मात्र धिमालाई निल चोखो पानी चढाएर विधिवत पूजा पश्चात धिमा राखिएको स्थानबाट निकाल्ने गरिन्छ र सिक्ने सिकाउने गरिन्छ। सिद्धिकाली जात्रा नि हो बालकुण्ड त्यसै पिकै आइतबार chen yo bigayana Allah lipa tene मंगलबार बिहीबार बो ढापला को होला वो पुनः सेने सीटी में को थियो सिटगाली त्यसना उमे पेगा वैशाख 1 र 2 गतेको जात्रामा 2 दिन मात्र बाहिर निकालिन्छ। अरू बेला कसैले पनि छुन नहुने
र जात्रा सकेपछि फेरि यो ढिमा सुरक्षित रूपमा यथास्थानमा राख्ने गरिन्छ। मु ढिमासँगै 8-10 जोर भुस्या बजाउने गरिन्छ। साथै 6-7 वटा च्वामो याकको पुच्छर चमर र 4-5 वटा पङ्खाले हुम्कने गरिन्छ। यस धिमाका आफ्नै छुट्टै तालहरू रहेका छन्। विभिन्न तालमा बजाइने यस धिमा बाजा जात्रा सकेर फर्किने क्रममा बाजाको तालमा भक्तजनहरू मन प्रफुल्लित भएर नाच्ने गर्दछ। यसले जात्राको रौनक थप थपिएको देखिन्छ। काठको यस धिमा दुवैतर्फ छालाले मोरेको हुन्छ, जसलाई नासो र मङ्का भनिन्छ। धिमामा छाला समयसम्म फेरे पनि काठको गोलाई अहिलेसम्म पनि फेरेको छैन। ढिमा बनाउनु मिलाउनु परेमा भक्तपुरबाट कुलु ढिमा बनाउने घरमै आएर बनाउनु पर्दछ। अन्य ढिमा जस्तै जथाभावी गर्नुहुन्न भन्ने भनाइ छ। एक पटक ढिमा बनाउन कुलुले भक्तपुर लान खोज्दा कोर्चता बिजुली घर उकालो भन्दा उता लान नसकेपछि घरमै आएर बनाएको यहाँका बाजा गुरुहरूले बताउनु भयो। उल्टा वया चाहिँ थान्सा सानमुखो जुन छ्यान छ्यान यङको मुगला अझै नाया पनि भाइ पनि सले यङको वार्ता ता पुलिस चौकीटा मुठ्याउमला छोबा डालगा छकाछका धिमा टले छकाछका मा टले लगा छचैने धिमासँग थायो गरे हासिगा उसानसी सदा यसरी नै लासी टोलमा एकपटक ढिमा बनाउने भनेर लगेको थियो। राति डरलाग्दो आवाजहरू आउन थालेपछि ढिमा राख्ने घरमै ल्याएर बनाउनु परेको बाजा गुरु सन्त बहादुर प्रजापतिले बताउनु भयो। छिठा अब ढिमादेखिमा चाहिँ धनीमा छिठा चाहिँ सुके जे रोजले हेरबहादुर हेमिसियो छे उया चाहिँ जात्रा यो सानो हिँड्नु बास हिँड्नु नि आनो या जायो भयो आन डेगरियो ड्याठो जात्रा ठानी त्यसै पिगेनी ढिमा पिगा जेनी पिगया आन डेके आउन आन्न चाहिँ यो ल त्या ड्याठो हिँडे बाल्ठा यङको त्या ड्याठो ल साने चाहिँ जेने म फेका वया ढिमाइको आवाज सरेका था या देखि म मिस्त्री हो जंगा त्या खाने मोडोले सुन्धा अपना खा अरे साड छे अन लिट्टे अन अथवा अलेनी वया चुके त्या अन्तेको 1990 सालको महाभूकम्पमा पुरै घर भत्केको थियो। तर पनि ढिमा झुन्ड्याएर राखिएको गाह्रो केही नभएको र ढिमालाई पनि केही नभएको भनी गुरुहरूले आफ्नो अनुभव बताउनु भयो। ढिमासम्मको ढिमा ट्याटको धनीसँग किसी मोटो फकाया दुवा यसरी कार्यसिद्धि हुने निरोगी हुने विश्वासले जात्रामा च्वामो चमर भुस्या चढाउन आउनेहरू भक्तजनहरूको पनि कमी छैनन्। विशेषतः वैशाख 1 गते च्वामो भुस्या चढाउन भक्तजनहरू आउने गर्दछ। यसरी धार्मिक आस्थाका साथ देव ढिमाको रूपमा पूजा गर्ने यस ढिमाको बिचका जात्रामा मुख्य भूमिका रहेको देखिन्छ। यस्ता सम्पदाहरूले मध्यपुर नगरलाई विश्वसामु चिनाउन ठुलो भूमिका खेलेको छ भन्दा फरक पर्दैन, जसले गर्दा सांस्कृतिक आर्थिक विकास गर्न पनि टेवा पुगेको देखिन्छ। धार्मिक एवं सांस्कृतिक महत्त्वका सम्पदाहरू जोगाएर राख्नु आजको आवश्यकता हो र नयाँ पुस्ताको कर्तव्य पनि हो। स्थानीय पालिकाबाट नै पहल गरेर यस्ता सम्पदालाई जोगाउन सके अझ राम्रो हुने देखिन्छ। नमस्कार, जोजोल्पा सिरकाली ऊ ढिमा सम्बन्धी यो छोटो डकुमेन्ट्स राम्रो लाग्यो।
थोरै भए पनि ढिम्या सम्बन्धी जानकारी दिन खोजिरहेको देखिन्छ। यस्तै श्रीकाली र श्रीकाली माईसँग सम्बन्ध रहेको विषयवस्तुहरूको श्रीकाली मातासँग सम्बन्ध रहेको विषयवस्तुको खोज अनुसन्धान गरी नयाँ पुस्तालाई संस्कृति र सम्पदामा यो जानकारी प्राप्त गर्न अझ अगाडि बढ्न नयाँ पुस्तालाई अनुरोध गर्न चाहन्छु र यस्तो कार्यको लागि श्रीकाली क्षेत्र संक्षिप्त टाइम विकास समिति हरपल तपाईँहरूको साथ दिन तयार छु। जय श्रीकाली। डकुमेन्ट सम्बन्धी कुनै कमेन्टहरू छ भने हामीले सुझाव दिनुहोला र यसबाट पक्कै पनि बद्रीपुरका कला संस्कृति सम्बन्धी अनुसन्धान गर्न अझ थप उत्साह दिनेछ। र यो डकुमेन्ट्री तयार गर्नको निमित्त अनुसन्धान गरिदिनु हुने तुलसी कृष्ण प्रजापति लगायत मुठीमा गुठीका सम्पूर्ण गुरुजनहरूमा